यो विशेष कार्यक्रम संघीय स्वयं समाज कतारले आज हामीलाई सम्मान र विदाई कार्यक्रम गरिरहेको छ। यो कार्यक्रमका अध्यक्षज्यू आदरणीय घनश्याम बरालज्यू, प्रमुख अतिथि आदरणीय टुक्रा झरेलज्यू लगायत सबै स्टेजमा आसीन विशिष्ट व्यक्तित्वप्रति हार्दिक सम्मान छ। समय अभाव छ, सुत्न निद लगाइरहेको छ। अहिले मिडनाइट भन्नु निद नाइट भइसक्यो, निद पनि लगाइसकेको छ। सबैलाई सम्मान छ। यो अत्यन्त एउटा जुन अनाथ बालकहरूको लागि जुन एउटा कार्यक्रम गर्नुभएको छ, अत्यन्त पवित्र उद्देश्यको साथ यो कार्यक्रम हिजो भव्य पनि भयो, सबै पनि भयो। यहाँले धेरै माया पनि गरिदिनु भयो, धेरैजनाको उपस्थिति पनि रह्यो। यसको लागि यो कार्यक्रममा आयोजना गर्न बहुत गाह्रो छ। हामी कलाकारलाई पनि बहुत सहज छ। स्टेजमा आइयो, 1 घन्टा उफ्रियो, काम सक्यो, पैसा पाक्यो। दर्शक श्रोताहरू पनि सजिलो छ, आइदियो, नाचिदियो, काम सकिन्छ। तर कार्यक्रममा आयोजना गर्न यति गाह्रो छ। मैले त अनुभव गरेको छु। म राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको वरिष्ठ उपाध्यक्ष छु। यस क्रममा मैले धेरै कार्यक्रम आयोजना गरेको छु। म त्यसमा पनि रहिरहन्छु। हामीले आफैले पनि मैले स्याङ्जामा धेरै कार्यक्रम आयोजना गर्छु। कार्यक्रममा आयोजना बहुत गाह्रो छ। कुरो काट्न बहुत सजिलो छ, कार्यक्रममा आयोजना पनि बहुत गाह्रो छ। आयोजक कमिटी यति दुःख गर्नुभएको छ। सबैप्रति सम्मान व्यक्त गर्दै हामी कलाकारलाई जुन माया दिनुभएको छ, जुन हौसला दिनुभएको छ, हामी अस्ति आइपुग्यौँ, आजसम्म बसिरहँदा यति माया गर्नुभएको छ। हामीलाई आफ्नै घरमा मेरो परिवारसँग, मेरो बुवासँग, मेरो आमासँग, मेरो दाइसँग, मेरो भाइसँग बसेको आवास दिनुभएको छ। यहाँ सबैप्रति हार्दिक सम्मान छ। समग्र भन्यो भने स्याङ्जा सहयोग समाजले अहिले गरेको कार्यक्रम अत्यन्त सफल र भव्य र सबै भएको छ। यसको लागि स्याङ्जा सहयोग समाज कतारप्रति हार्दिक कृतज्ञ छु र यहाँलाई बधाई पनि ज्ञापन गर्छु। अब मलाई अझ 1-2 दिन बस्न मन लागेको थियो, समयले दिएन। म के अरे अलि हिँडेर मन लाग्यो। म भोलि मेरो ट्रेकिङ सुरु छ, वहाँ सेफ फोक्सुलमा जान लागिरहेको छु। मेरो कारणले बेला दिदी पनि आज जानुपर्ने भएको छ। एक दिन हामी थप्न सकिन्थ्यो। दिदीपछि सेवा पराधी पनि छु। मसँग आउनुहुने आदर्श गायिका सरकार अभिभावक हुनुहुन्छ, उहाँसँग आइरहँदा आफ्नै मम्मीसँग, आफ्नै दिदीसँग आएको आभास भएको छ मलाई। सँगै मसँग आउने प्यारो मित्र रामचन्द्र ढकाल, उहाँप्रति हार्दिक सम्मान व्यक्त गरेँ। सबैलाई सम्मान व्यक्त गर्दै नबरीमा चाहिँ कालेर साँझ धेरै पनि भेट्ने बाचा गर्न चाहन्छु। आफ्नो सम्झे एउटै मन पेट हुन्छ, यो पृथ्वी गोलो सधे हुन्छ। आफ्नो सम्झे एउटै मन पेट हुन्छ, यो पृथ्वी गोलो सधे हुन्छ। बाचा गर्दै अहिले पनि बिदा चाहन्छु। हाँसिरहनु होला, रमाइरहनु होला। जिन्दगीमा सबै ठुलो गराउनु खुसी रहेछ। हेर्नुहोस्, पैसाले केही पनि गर्दैन। खुसी हुन सकिएन भने यहाँ गोजा चाहिँ लाखको मुटो बोक्ने, यहाँ अरबको चिन्ता लियो, त्यसले अर्थ राख्दैन। बरु गोजा 1000 लिनु होला, यहाँ दिमागले चाहिँ लाखको चाहिँ खुसी बोक्नु होला। हामीलाई लोकसङ्गीतलाई माया गर्नु होला, हामीलाई माया गर्नु होला। धन्यवाद।